मलेसियामा हुने एससीसी प्रिमियर कप खेल्ने क्रिकेट टोलीलाई आज क्यानले एक कार्यक्रम राखेर बिदाई गरेको छ। मलेसिया जानु अगाडि नेपाली क्रिकेट टोली भारतको बेङ्गलोरमा गएर 10 दिने तयारी गर्नेछ। त्यसपछि नेपाली क्रिकेट टोली मलेसिया गएर एससीसी प्रिमियर कपमा भाग लिनेछ। एससीसी प्रिमियर कप खेल्नु अघि भारतमा गएर अभ्यास गर्ने कार्यक्रम तय भएपछि क्यानले नेपाली क्रिकेट टोलीलाई बिदाई कार्यक्रम राखेर बिदाई गरेको। बिदाई कार्यक्रम बोल्ने क्रममा सन्दीप लामिछानेले भनेका थिए, हाम्रो लक्ष्य भनेको जितो र ट्रफी लिएर घर आउने प्रयास गर्नेछौँ। उनले अगाडि भनेका थिए, भारतको बेङ्गलोरमा 10 दिन गरिने तयारी र मलेसियाको अवस्थाको वातावरण मिल्दोजुल्दो हुने हुँदा नेपाली क्रिकेट टोलीलाई यस तयारीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सहयोग पुग्ने बताएका थिए। त्यस्तै उनले भनेका थिए, हामीले पछिल्लो 2 वरणमा जसरी खेल्नु पर्ने थियो त्यसरी खेल्न सकेनौँ। हामीले आफ्नो तर्फबाट उत्कृष्ट प्रयास गरेकै थियौँ, तर केही कारणले गर्दा हामी चुकेका थियौँ। उनले ती गल्तीहरूलाई सुधार गर्दै आगामी वरणमा राम्रो योजनाका साथ अघि बढ्ने बताएका थिए। नेपालले मलेसियामा एससीसी प्रिमियर कपमा पहिलो खेल बरानीसित खेल्नेछ, जुन 31 तारिकमा हुनेछ। दोस्रो खेल 3 तारिकमा मलेसियासँग खेल्नेछ। तेस्रो खेल 6 तारिकमा साउदी अरेबिया र अन्तिम खेल 8 तारिकमा हङकङसँग खेल्नेछ। यदि नेपाल शीर्ष 2मा रहन सक्यो भने सेमी फाइनलमा पुग्नेछ। यदि नेपाल 2027मा बङ्गलादेशमा हुने एसियन कप खेल्ने हो भने नेपाल एससीसी प्रिमियर कपको विजेता हुनुपर्नेछ। किनभने अहिलेको एसिया कपमा एससीसी प्रिमियर कपबाट एउटा टोलीले मात्रै भाग लिन पाउने हुँदा नेपाल विजेता बने मात्रै एसिया कपमा भाग लिन पाउनेछ। नेपालले पछिल्लो पटक नेदरल्यान्ड्समा जारी आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 को सिरिजमा खराब प्रदर्शन गरेपछि नेपालले सिधै विश्वकप छनौट खेल्ने अवसर गुमाएको थियो। नेपालले यस सिरिजमा खराब प्रदर्शन गर्दा नेपाल अङ्क तालिकामा पनि 7औं स्थानमा झरिसकेको छ। यस सिरिजमा खराब प्रदर्शन गरेपछि रोहित कुमार पौडेलले आफ्नो कप्तानी गुमाउनु पुगेका थिए, जसको ठाउँमा क्यानले सन्दीप लामिछानेलाई नयाँ कप्तानको रूपमा नियुक्ति गरेको थियो। उनी सन्दीप लामिछानेको कप्तानीमा नेपालले एससीसी प्रिमियर कप खेल्न मलेसिया जान लागेको हो। अफकोर्स टार्गेट भनेकै जित नै हो र जित्नको लागि नै हरेक गेम चाहिँ हामीले जित्नुपर्ने आवश्यक छ र त्यो ट्रफी पक्कै पनि हामी घर लिएर आउने हरेक भरपुर कोसिस गर्नेछौँ। र मैले अस्ति पनि भनेको थिएँ कि वाइ नेपाल इज गोइङ टु बी वान अफ द मोस्ट एन्ड स्ट्रङ्गेस्ट एसोसिएट मेम्बर। यो चाहिँ हामी एउटा एक्जाम्पल सेट गर्ने नै